तपाईँको ऊ पनि खेलाउने होइन त बढी हो बढी पर्दैन आज बुढीले भने भोलि घरमा बसेर बुढाबुढी बसेर खेलाउँछ गफ गर्दै सरकारी होइन म भान्सा पनि यसो चाहिँ अहिले त नानी उमेरले गर्दा हो कि क्या हो है पहिला पहिला चाहिँ घरमा बस्नु मन लागेको थियो के अरे यो कसको तपाईँको मेरो के अरे अब अहिले घर घर रात पर्छ थके लाग्छ यति लयो यस पखाल यो हाल्ने कि नहाल्ने त खै त बुवा कस्तो हुन्छ जस्तै एउटा कुकरमा भात बसाल्यो यसमा एउटा बसाल्यो अनि बस्छु अब पहिला पहिला घरमा बस्दैछु बिहान पनि बाहिर निस्किन्छु है अहिले घर छोड्नु मन लाग्दैन उमेरले गर्दा हो कि बुढीलाई बस्यो यसो अदुवा लसुन केलाइदियो किनिदियो है अनि यही तरकारीहरू केलाउँछ बुढाबुढी बस्यो तरकारी केलायो गाएर गुनगुनी पर्छ कहिले मैले एउटा कुरो बोल्न पाएको छैन ऊ त्यसो गर्नु हुँदैन भन्छु तैँले के बुझेर मलाई त्यसो भनिस् भन्छु के लास्टमा बुढेसकालको सहारा त बुढाबुढी त रहेछ उमेर हुन्जेल मात्रै रहेछ बाहिरको रमझम होइन उमेर गइसकेपछि त लास्टमा त घरकै उक्याएर के तर एउटै चाहिँ कहिले अब त्यो नारीहरूको रजस्वला बन्द भएपछि आवश्यक पर्दो रहेछ कहिले काहीँ यसो बुढो कोट्याउनु गयो भने कुम्बी चन्द्र पो मारेको तिमीले त्यसो गरे अब कहीँ जानु छ यी काम किन बन्द नभए भने यही सुन्नु रहेछ र यिनी काम मऱ्यो बन्द नभए रमाइलो हाँस हो नब्बे बुढाबुढी अर्कै कुरा पनि पर्छ कहाँ त्यस्तो हुन्छ र होइन रमाइलो हाँसो गफ ल हुन्छ होला है